तपाईहरुले आफ्नो मोबाइलमा या अरु कसैको मोबाइलमा अथवा युट्युबमा अरु कुनै भिडियोमा तपाईले देखिराख्नु होला यसरी मोबाइलमा गोलो बनाएर सर्च गरिन्छ। यो रिसेन्ट मोबाइलहरुमा आएको अपडेट हो, स्यामसङ देखि लिएर धेरै मोबाइलमा छ। त्यस्तै फिचर तपाईको ल्यापटपमा पनि आइसकेको छ। ल्यापटपमा तपाईले यसलाई कसरी गर्ने त म तपाईलाई सिकाउने गर्छु। आफ्नो ल्यापटपमा सबभन्दा पहिला क्रोम ओपन गर्नु होला। यो 3 डटको आइकन छ, यहाँ क्लिक गर्नुस्। त्यसपछि तलपट्टि सर्च विथ गुगल लेन्स भन्ने आउँछ, यसमा क्लिक गर्नुस्। त्यसपछि तपाईले यस्तो खाली स्क्रिन सोध्छ, यहाँ चाहिँ तपाईले यसलाई ओके गरिदिनुस्। अब तपाईको साइडमा यहाँ तपाईले एउटा पपअप देख्न सक्नुहुन्छ, सिलेक्ट एनीथिङ टु सर्च भनेको छ। मैले लेट्स से अहिले यो टेक्स्टलाई यसरी यहाँ ड्र्याग गरे, क्लिक एन्ड ड्र्याग गरे भने यसरी देखिन्छ। अब तपाईले यहाँ भएभरको सबै टेक्स्टहरु यसरी सर्च हुन्छ र साइड बारमा तपाईले यसरी देख्न सक्नुहुन्छ यो इमेज यहाँ सर्च भइसकेको छ। अब यसको राम्रो फिचर यो पनि हो, तपाईले यहाँ हेर्नुस् यो सिलेक्ट गरेको मुनिपट्टि यहाँ सिलेक्ट टेक्स्ट भन्ने नै आएको। तपाईले यो सिलेक्ट टेक्स्टलाई गरेर यो भित्रका टेक्स्टहरु कपी गरेर त्यसलाई आफुलाई चाहिएको ठाउँमा पेस्ट गर्न सक्नुहुन्छ। जस्तै यो सबैभन्दा फिचर यो राम्रो केमा हुन्छ भने लेट्स से तपाईसँग कुनै एउटा इमेज छ, यतापट्टि साइडमा तपाईले जुन यो शेयर र पासवर्ड देख्नुहुन्छ यो एउटा इमेज हो। यो इमेजमा भएको टेक्स्टलाई पनि तपाई निकाल्न सक्नुहुन्छ। इमेजमा भएको टेक्स्टलाई तपाईले डाइरेक्ट सिलेक्ट गरेर कपी गर्न मिल्दैन, तर तपाईले गुगल लेन्सको सहायताबाट, जस्तै अब मेरो केसमा हेर्नुस् मैले यहाँ गएँ फेरि सर्च विथ गुगल लेन्स गरे र यसलाई मैले यसरी सिलेक्ट गरे भने अब यहाँ भएका सबै टेक्स्टहरु सर्च भएर यहाँ आउनेछ। अब यहाँ सिलेक्ट टेक्स्ट गर्नुभयो भने र कपी गर्नुभयो भने अब म यसलाई हेर्नुस् यहाँ साइडमा यसलाई मैले पेस्ट गर्छु र सबै तपाईको यहाँ आइसकेको छ। ल हेर्नुस् यहाँ तपाईले देख्न सक्नुहुन्छ यो सबै टेक्स्ट त्यहीबाट आएको। यो एकदमै राम्रो फिचर आएको छ गुगलमा र तपाईले यसलाई सधैँ युज गर्नुहुन्छ भने चाहिँ यो गुगल लेन्स आइकनमा राइट क्लिक गरेर यहाँ पिन गरिदिनुस्। त्यसपछि तपाईको यो आइकन यही बसिराख्छ। तपाईले यो काम जुनसुकै वेबसाइटमा पनि नेपाली, अंग्रेजी, न्यूज वाला साइट जहाँ पनि यसलाई युज गर्न सक्नुहुन्छ। भिडियो मन परेमा हामीलाई फलो गर्नु होला र हाम्रो युट्युब च्यानलमा गएर सब्स्क्राइब गर्न नबिर्सिनु होला, कमेन्ट पनि गर्नु होला।